हेलो गाइज व्हाट्सअप सबैजनालाई स्वागत छ मेरो नयाँ युट्युब भिडियोमा र आज चाहिँ 2082 साल लागिसकेको छ। सो गाइज त्यही भएर आज चाहिँ मैले भ्लग बनाइरहेको छु र अहिले चाहिँ म घरमा छु हैन। घरमा चाहिँ अब टक्क खानासाना पकाउने काम मेरो छ हैन। यहाँ चाहिँ सिमी मैले केलाएर राखिसकेको छु र त्यही हो साथीहरु। 2082 साल लागिसकेको छ। सबैजनाको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको दीर्घायु आयु रहिरहोस् हैन। स्वस्थ शरीर रहिरहन् हैन। उन्नति प्रगति भइजाउन् हैन। यही शुभकामना तपाईहरुलाई सबैजनालाई। र मेरो भिडियो कसले हेर्नुहुन्छ जसले हेर्नुहुन्छ राम्रोसँग हेर्दिनु होला, माया गर्दिनु होला। र त्यही हो साथीहरु हैन। त्यस्तो केही छैन हाम्रो चाहिँ नयाँ वर्षमा। अब भए पनि बेलुका अब फ्यामिलीसँग बसेर टक्क मासु सासु पोलेर खाने प्लान बनाएका छौं। हो कि हैन नानी बाबुहरु? यहाँ दुईटा छ बच्चा बच्चीहरु। यो छोरी यो छोरा। ल बेलुका मासु पोलेर खाने कि नखाने? खाने कि नखाने? ठुलो सरले कति खाने? धेरै खाने है। चिसो पनि खाने हो मासुसँग? पानी खाने हो छोरो? हो खाने हो? हो भन। हो यो चाहिँ सानो छ भर्खर यो 2 वर्ष भयो होला। आमै बोल्न आउँदैन छोरोलाई। त्यही हो गाइस। अब यहाँ चिसो नै छ है। हिजो बेलुका ल्याएको यो कोक हैन। अब यो बाँकी छ। बेलुका पनि टक्क खाइन्छ। पानी धेरै आएको छ हौ। अब बुढाबुढी टक्क मिलेर खाना पकाउँदै हैन। 5 गिलास भातमा पानी धेरै होला नि त गिलो हुन्छ। त्यही हो। सो त्यही हो गाइस। अब बेलुका के कस्तो हुन्छ प्रोग्राम त्यो तपाईहरुलाई देखाउने छु। अब त्यही नै हो। अब नयाँ वर्षमा सबैजना घुम्न गयो। टाढा कता पुगिसक्यो होला। हामी चाहिँ अब घरमै छौं। अब घरमै बस्ने हो। अब के गर्ने कहाँ जाने? बुढेसकाल लागिसक्यो है। अब घुम्ने उमेर भने अब अलि पछि हो। पहिला त घुम्न गइन्थ्यो। अब अलि पछितिर घुमौँला। ल हेर्दै गर्नु गाइस। अब भिडियो कस्तो लाग्छ मन पर्यो भने लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै किप वाचिङ है गाइस। ल गाइस अब चाहिँ टक्क म चाहिँ यहाँ माछा केलाइरहेको छु हैन। अहिले चाहिँ अब यहाँ टक्क न्यू इयर मनाउनु पर्यो नि त। त्यही भएर टक्क अघि नै मैले भनिसकेको थिएँ हैन बेलुका केही स्पेशल हुन्छ भनेर। स्पेशल चाहिँ अब यही हो हैन। माछा छ। अरू पनि हुनसक्छ। त्यो फेरि म तपाईहरुलाई देखाउने छु। यो टक्क माछा चाहिँ म केलाइरहेको छु। देखाइदिएँ ल पुच्छारबाट टाउकोसम्म ल हेर्नुहोस् माछा जिउँदै छ है। चलिरहेछ जिउँदै छैन। यो मरिसकेको छ। यसको भुँडी सुडी सब केलाइसकेको छ है। टक्कै माछा 2 किलो माछा टक्क हैन। अब केलाएर यसलाई तार्नु पर्ने हुन्छ। तारेर टक्क अहिले यसलाई बेलुका खाने हो। त्यसरी यसको चाहिँ पत्ला फाल्नु पर्ने हुन्छ। यहाँ नजिक देखाउन यसरी यसको कत्ला चाहिँ पुरै निकाल्नुपर्छ। यो चाहिँ अब खाँदाखेरि खस्रो हुन्छ, अड्किन सक्छ, मिठो नै हुँदैन। कत्ला फाल्नुपर्छ। यो चाहिँ चट्ट लाएर यसलाई अहिले मैले तार्छु। लगभग यो भइसकेको छ। खिच्ने खिच टक चलाएर अरू जम्मै अब घुम्न गए। हामी चाहिँ घरमै बनाउने ट्याक्क मर्ने गरेर खाने हैन। परिकार बनाउँदै खाने गेम खिच्यो। यसरी टक्क यो कत्ला फाल्नुपर्ने हुन्छ। लाएर चाहिँ माछा है। मलाई देख्नै पर्ने भन्ने छैन क्या। किनकि म त देखिरहन्छु। यहाँ बबाल्छ है माछा छैन खानु मन लाग्यो। घुम्न नगएर कता
तेरी ए हामी त माछा खान्ला माछा ओ मलिउ बुवा लिएर यी माछा टिका टिका बिहान मम्मीले लगाइदिए कहाँ लाग्यो तपाईँहरू उतादेखि आन्टीहरू घुम्थे ल ल ल न्यु इयर मनाउनुपर्छ अरू जम्मै घुम्न गएको होइन हामी चाहिँ घरै बसेर खाने रोस्ट मनाउने यसलाई भुट्ने ल यस्तो छ माछा लोकल माछा अन्त यस्तो पितुलीको माछा है गाई चाहिँ पित्लिङ पित्लिङ हेरेर डाइ खान्थ्यो मान्छेले पकाएर ल्याएर ल गाई चाहिँ अब काटेपछि देखाउँला यता अब चाहिँ टक्क लाएर भित्र लगाएर यसलाई काटकुट गरेर मसला ससला दलेर टक्क लाएर तेलमा छुँच पार्नुपर्छ ल ल अब यसलाई चाहिँ टक्क गरेर सेट सेट काट्ने हो ल यत्रो यत्रो पिसमा काट्ने कति तिनवटा बनाउने हो सानोको ठुलो ठुलो हुन्छ हौ तिनवटा ठिक हुन्छ बुवालाई खाना यो झन् ठुलो छ है यस्तो माछा यार बबाल छ गाइस यो चाहिँ हामीले किनेर लिएर आएको हो होइन खास गरी हाम्रो पोखरीमा नि माछा छ त्यहाँ पोखरीमा त्यो चाहिँ अलि बेला भएको होइन भोलि पर्सि झिकेर बेला तपाईँहरूलाई देखाउँला ल गाइस अब यहाँ चाहिँ तेल तताउने काम भइरहेको छ होइन तलाएर अब यो माछालाई चाहिँ त्यहाँ तार्नुपर्ने हुन्छ अनि हाम्रो अर्को चिज पनि छ वाट इज दिस गाइस यसको नाम के हो भनिदिनु पर्यो होइन थर्काएर देखाइदिन्छु भुटन यसका भुटन बोल्दा आयो है यो चाहिँ भैँसीको भुँडी बाक्लो भुँडी हो यो चाहिँ होइन साथीहरू यसलाई म कटिङ गर्छु मेरो क्यामेराम्यान यहाँ छ तेल काटिरह कति दुई पकाइ हाल्दै नि त्यहाँ बबाल छ क्या माछा चाहिँ हेर्नु न यत्रो यत्रो पिस छ चट्ट अब यसलाई तारिवरी ट्याक्क राख्ने त्यसपछि आनन्द हुन्छ बेलुका ट्रक्क ग्रेभी बनाउने चट्ट खाने यसको आधी चाहिँ ग्रेभी बनाउने आधी चाहिँ भुटे राख्ने हो ल साथीहरू यो चाहिँ मैले कटिङ गर्दैछु होइन यसलाई चाहिँ मसिनो बनाउनुपर्छ फेरि हुँदैन सपाउनु सक्दैन फेरि होइन यसो ट्यागको पिस बनाएपछि चार आकारमा कटिङ गरेपछि बबाल हुन्छ ल चट्ट बेलुका दारूसँग हान्नुपर्छ है लोकल दारू छैन पैसा लगा हाम्रो मजा अनि होइन क्यामेरामा बसेर भिडियो हेर्दै मुख चाहिँ नमिठाउनु है अरू तपाईँहरूले चाहिँ तपाईँहरूलाई पनि दिन्छु चोखे सडार खान्छु है त्यसले मोबाइल खोजा खोजा देखेन भित्र हो तिम्रो अङ्कलले राखे भयो पो मैले राखे हो मोबाइल छैन क्या मोबाइल आन्टीले राखे अब अङ्कललाई सोध उहाँ भित्र भन्या आजकलको भुरा चाहिँ यस्तो किरा हुन्छ नि मोबाइल बिना त बाँच्नै सक्दैन यस्तो भुरा उया माछा यसलाई चाहिँ मैले तार्छु हेरौँ त पहिला के गर्ने टाउको तार्नु मन लाग्छ
यसरी माछा तार्ने काम भइरहेछ। अब कुन हो यार तार्ने टाउकाले तारे ल गाइस अब चाहिँ हामी अब पकाउनको लागि तयारी गर्दैछौँ होइन। यो चाहिँ म टमाटर काट्नेवाला छु। यति काटिसक्यो होइन टमाटर टक्क ग्रेभीको लागि चाहिँ टमाटर हामी बनाउनु काट्दैछौँ। यो चाहिँ होइन यो टमाटर भयो यहाँ देखाइदियो। यो चाहिँ यो भुटान हो होइन। यो चाहिँ बफेलोको हो होइन। अनि अर्को यहाँ छ है बिहानको फिस चाहिँ यो चाहिँ हाम्रो माछा। यसलाई चाहिँ टक्क अब यो पुरै तारेर राखिसक्यौँ। अब योलाई ग्रेभी बनाएर टमाटर ग्रेभी मसला बनाएपछि टक्क यो हालेर मजाले यसलाई चाहिँ होइन मिक्स भएपछि बबाल हुन्छ। ल है त लेट्स सी गाइस। ल साथीहरू यहाँ चाहिँ माछाको ग्रेभी हुँदैछ होइन। चट्ट लाएर अब बबालै हुनेवाला छ होइन। यसलाई चाहिँ मैले के हालेँ भने यसमा चाहिँ होइन देखाउन मिलेन एक्लै भएर यसमा चाहिँ प्याज हालेको छु होइन म। अनि लसुन जिरा खुर्सानी होइन नुन बेसार टक्क मिसाएर चाहिँ यस्तो यहाँ ग्रेभी हुँदैछ पतलक। अहिले एकछिनमा अहिले पाकेपछि फेरि देखाउँछु तपाईँहरूलाई होइन। माछा अब हाम्रो चाहिँ तरिका यस्तै हो होइन। अब यहाँ अरू मरमसला नै हाल्न सकिन्छ तर हामी त्यो छैन। त्यही भएको कारणले चाहिँ हाम्रै गाउँघरमा भएको मरमसला चाहिँ हो होइन। जे छ त्यही हालेका छौँ। ल गाइस अहिले चाहिँ बेलुकाको 5 बजिसकेको छ होइन। देख्न सक्नुहुन्छ हावाहुरी चलिरहेको छ है। अब खानपिन अब बिस्तारै हुन्छ बेलुकातिर। अहिले चाहिँ म पकाउँदैछु। माछा पाकिसकेको छ फाइनल्ली। अहिले ट्याक्कै हेर्नु त हुरी आइरहेको छ। माछा पाकिसक्यो टक्क अब भुटन पकाउनै बाँकी छ। त्यही हो बुढाहरू आँगनमा खेलिरहेको छ है। बाख्राहरू कराइरहेको छ सुन्न सक्नुहुन्छ। यो चाहिँ फुलको रुख यस्तो झ्याम्म भरेको फुल हुन्छ क्या। यो चाहिँ बबाल हुन्छ शीतल हुन्छ अलि ठुलो भएपछि। बुढाहरू त्यहाँ खेलिरहेको छ होइन। म चाहिँ यहाँ भिडियो बनाइरहेको छु। त्यही हो साथीहरू। अब मासु पोलेर खाने भन्ने प्लान त थियो तर खासै सक्सेस भएन। अब माछा ल्याएको रहेछ त्यही भएर माछा पकाएर माछा खाइदिने। जे खाए पनि उयो कुरो होइन। अब भुटन माछा खाइन्छ आज। मासु त हिजो अस्ति नै खाएको दिनकै कति खानु होइन। यो नयाँ टेस्ट गर्नुपर्छ। नयाँ वर्षमा नयाँ टेस्ट हानिदिने आज। पानी पर्ला जस्तो भएको छ है आकाशतिर पुरै। अब बादल आउला जस्तो भइरहेको छ पुरै। हावाहुरी चलिरहेको छ। बुढाहरू मस्त खेलिरहेको छ। घाँस हाम्रो घाँस राख्ने ठाउँ त्यस्तो छ। अब घर यस्तै भइहाल्यो होइन। गाउँको घर यस्तै हुन्छ साथीहरू। तलै पाडापाडी छ। तिनीले चाहिँ त्यसको घाँस चोरेर खाइदिन्छ क्या। अब म गएर त्यसलाई चलाउँछु है त। तलै गइ चोर त घाँस चोरेर खान्छस्। यसले चाहिँ घाँस चोरेर खाइन्छ क्या। ल यसले हान्न खोज्छस् हेरो कुटुनु भन्दै हान्न खोज्छ यार। लोभी हाँडी। ल बाँडेर दिएँ मैले तिनीहरूलाई चाहिँ घाँस। त्यही हो साथीहरू। अब बेलुका यसो खाएको होइन के परिकार बनाउँछु बेलुका एकदम देखाउने छु। हेर्दै गर्नु होला है त। ल हाम्रो यो बाख्रा हजुरआमाले चाहिँ टट्ट लाएर पानी खुवाउँदै हुनुहुन्छ। बाख्रा खसी छ यो हाम्रो चाहिँ धेरै छैन अलिअलि थोरै। यो खसी कालो यो पनि खसी हो। के हेलेको तिमीहरूले के हेलेको ल मोटर
तेरो बडी यार कत्रो ठुलो रहेछ ल देखा त बडी होय यत्रो हो ओहो ओहो ब्रुसली हो क्या किक पनि हान्न देखाउ त ल किक किक ओहो ओहो बब्बाल बब्बाल वाह 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 खतरा ल या पाराले घाँस ल ल ल वाह 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 जिम पनि हान्दियो नि ल खतरा 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 बबाल वाह 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 भौसिया फाइटर बन्ने हो क्या खतरा हो तिमीहरू वाह ओहो ओहो ल ल ल ल ल ल आमा ल ठिक छ ल है त उल्टी जाऊँ उल्टी जाऊँ है त तिरपट है तिरपट ए है त भएन खालि अझै राम्रो तिरपट जाऊँ तिरपट हान्ने हातले टेकेर यस्तो हान्नु अघि नै हाने ल त त्यसरी वाह ल यो चाहिँ टाउकोलाई पुरा भुटा हानेको होइन यो चाहिँ यहाँ छुट्टै यो ग्रेभी हो यो चाहिँ होइन भुराले आधीले खाइसक्यो यो चाहिँ ग्रेभी चाहिँ बबाल भएको छ होइन अब खाने बेला चाहिँ त्यस्तै हो साथीहरू दायाँ बायाँ हुन्छ अनि अर्को यो चाहिँ भुटन सेतो हो क्या पहेँलो छ यो चाहिँ भुटन है साथीहरू दिउँसो भए ठिक हुन्छ यो चाहिँ खाना भइहाल्यो होइन अब यहाँ ढेँडो पाक्दैछ एकछिनपछि ढेँडो पनि पाक्छ त्यसपछि खाइन्छ ल सुरु हुँदैछ ल बुवाबाट सुरु है ल हामी अब एकछिनपछि खाने गाई चाहिँ यो माछा भात होइन यो चाहिँ मेरो भाग यो चाहिँ मेरो बुढीको भाग छ्याङ बुङ्गुर छ है साथीहरू खतरो हुन्छ फेरि हामी पनि यार साथीको ढेँडो ल दादा दादा लगाए चाहिँ यस्तो भिडियो होइन मान्छे खाने बेला को कता कोही कता होइन म चाहिँ एक्लै छु म चाहिँ माछा खाँदैछु मिठो छ बुढाबुढी मात्र त्यो चाहिँ माया गर्दा पर्दैन अझ डाडुले त्यत्रो पकायो अरे भलाइको त जिन्दगी छैन गाई चाहिँ ल आज भलाइ यतिकै पुग्यो होइन अब आज खाना खान्छ त्यस्तै हो ल